बेबी पनि आज आउँछु भनेर भन्दै थियो फोन गर्नुपर्ने कहाँ आइपुग्यो होला फोन गर्नु पर्यो एकचोटि सबै घोडे बानी पढेको पढे गर्छ आज त सताकै हो मेरो फेरि फर्स्ट डेटिङ हो नि त फर्स्ट डेटिङ हो कि त्यही भएर मलाई यो घामले पनि इडी हानिरहेको छ नि त दामी भएर हिँडेको त्यही माथि फेरि म हो त्यतिक त पढेर कसको फोन आयो सधैँ कसैको फोन नआउने आयो आमा बेबी को गर्छौ हेलो बेबी कहाँ छौ तिमी बेबी म यहाँ बारी आइपुगेँ बारी तिमीलाई नै भेट्नु खाना खाजा त मैले त खाने तिमीलाई के ल्याइदिनु पर्छ बजारबाट भनिहालेँ म आउँदैछु कसम भनेको तल कहाँ हेप्पी भ्याली ल ल ल म आइहालेँ म अब तपाईँ 15 मिनट मात्रै पर्खिनु न ल बेबी ल हुन्छ हुन्छ छैन तर दामी ल्याउँछु ड्रेस जाने मान्छे रे बोला जस्तो केस मेरो कुरा गर्नु आफ्नै बारे काम धन्दा छैन हल्ले फिरो डाँडा पारी टुरुरुट अम्बो कस्तो यो मस्ता बेचेर होला कि कस्तो भनेको केटाहरूको मान्छे आएको आयो हजुर सम म बजारमै हुने हौ ए मस्ता मस्त छ कि तर फेरि महँगो पर्छ केटाहरूलाई यो त अलि दाम अलि महँगै परेको नि त सम आउ न ल आऊ केटाहरू कतिजना छ होइन होला आज त केटाहरूले नि गद्दार गर्यो कहाँ छ होला हौ केटाहरू अरे फुर्बा हो र यो फुर्बा के हो सुटुक कुन चाहिँ नमुना हो यो कुन चाहिँ नमुना हो मेरो डेटिङको ठाउँमा अरे तिमी पो छ हौ कहाँबाट आएको अनि तिमी त के हो अनि सुटुक जाने के हो आमा डेटिङ जान्दा यार कसम फस्ला भयो यार मेरो त अब उसको डेटिङको भेट्नु परेको छ आज म केटाहरू टाइम दिन सक्दिनँ हेर केटा हो सुटुक यस्तो पनि चल्छ र अब के गर्नु दोस्त अब यस्तै छ होइन म जान्छु ल मेरो फेरि केटी रिसाइहाल्छ कि फेरि फस्ला भयो नि त डेटिङ पनि फर्स्ट आजै बोलाइदिएको होइन म त अब बहुत यहाँ बसेर काम पनि छैन कि मलाई म त अब साथीभाइ भनेर आज त नआइदिएको यार कसम भनेको के साथीभाइले चाहिँ अब मेरो त जिन्दगीमा सिङ्गलै मर्ने भन्यो अनि कहाँ केटाहरू मात्रै भनेर हुन्छ त आज चाहिँ म मसँग कुरा नगरौँ म चाहिँ गइदिएको डेटिङ आज चाहिँ नखाँदैन ल जा यस्तो नमुनाहरू नि भेट्यो साथीभाइमा यस्तो पनि हुँदो रहेछ है होइन यो कहिले केटीको पछाडि नहिँड्ने मान्छे आज चाहिँ ढिक्क परेर साँच्चै नै हिँडेछ कुरा के हो पछि लाग्नु पऱ्यो घटी ह्याप्पी भ्याली त आइपुग्यो कि मेरो केटाहरू चाहिँ कहाँ केटीहरू चाहिँ कहाँ छ केटाहरू पनि थियो कि भन्ने कुरा सुनेको थियो मैले यही ठाउँमा फुल्लिनुहोस् भाइ फुल हो हजुर दा हो त रहेछ त बिहानदेखि यत्रो कमाइसकेको यहाँ फुल बेचेर अम्बो यत्रो कमाइ गर्दछ त भाइ अलिक राम्रो ठाउँमा युनिक ठाउँमा राख न यो फुल भन्ने चाहिँ त अलिकति डिफ्रेन्ट ठाउँमा राख्नु पऱ्यो नि त माथि अलि माथि लेभल मिलाएर अलिक यो त मनले दिने कुरा हो भगवान्को ठाउँमा राख्ने चिजहरू यस्तो राख्नु हो नि त जहाँ पाइ त्यहीँ कति हो भन त भाइ यसको 50 10 20 ए त्यस्तै छ हजुर यो राम्रो सस्तो छ त यो यसरी छुनु त नमिल्ला है फेरि पैसा परेको चिज कति 50 भन्यो भाइ हजुर अरे केटो त के हो साँच्चीकै आएको हो के हो डेटिङ फुल पनि किन्दैछ त ल मेरो पनि फर्स्ट डेट आजको फर्स्ट लाप हो नि त मेरो पनि यता डेटिङ सेटिङ जाउँ भनेर आएको कि यहाँ अब यसो यो फुल दिएर भयो भने प्रपोज त हान्नु पर्यो होइन त कि कसो भाइ ओके भाइ चलिदिन्छु ल धन्यवाद तपाईँलाई धन्यवाद अब त ह्याप्पी भ्याली आइपुग्यो अरे सम तिमी किन आएको यहाँ अरे भइरहेछ म त पानी के भनेर आएको कसम छौ होइन म यो लड्की अहिले यो यसको रिस म तिमीलाई पुग्छु के भनेको किन आएको त मैले अघि तिमीलाई भनेको होइन म सुन्दिनँ म डेटिङको हो भनेको होइन तिमीलाई के भनौ केटाहरूको यसो साथीहरू मिल्छ कि भनेर आएको पछि मेरो फुल कसम भनेको मेरो यस्तो महँगोको फुलको गयो त कसम भनेको मेरो यस्तो महँगोको फुल गयो कि 50,000 हालेर ल्याएको यहाँ के भनेको यस्तो महँगो तिमीले दिनु सक्छौ यो किन्न सक्छौ म मार्केटमा कति छ यसको प्राइस 50,000 छ थाहा छ तिमीलाई तिमीले गर्दा कसम भनेको यहाँ मेरो यत्रो भयो कि नआउ न यार म त छैन घन्टामा मस्त जस्तो पाउँदिनँ म फर्स्ट लभ हो मेरो त्यस्तो मसँग नआएको होइन त मेरो त फर्स्ट लभ हो यसो साथीहरू मिल्छ कि भनेर आएको तिमीलाई पनि केटी मनपर्छ हो कोही बेला मनपर्छ हौ अम्बो ल ठिक छ मेरो एकदम हतार छ कि मेरो केटीमा पनि 15 मिनटमा आएछ भनेको म धेरै ढिलो भइसक्यो कि जाउँ लु तल गएर चाहिँ फेरि मेरो केटीको छेउमा आउने होइन अलिक टाढो बस्ने त्यो कोही आएछ भने म यसो भनिदिन्छु नि कोही केटीहरूको साथीहरू आएछ भने चाहिँ मेरो गर्लफ्रेन्डको साथी आएछ भने चाहिँ म कोही कुरा मिलाइदिन्छु त्यस्तो चाहिँ गर्ने होइन नि फेरि
यहाँ त म त बस्दा बस्दा वाक्कै लागिसक्यो त्यो त अहिलेसम्म आएको छैन त अन्त अनि त्यसको म आउँछ न यो छाता म वाक्कै लगाइसक्यो यो छातालाई पनि ल्याऊ हौ कल गर्नु पर्यो मेरो बेब्सलाई कहाँ आइपुगेको ह्याप्पी भ्यालीमै बस्छु भन्दै थियो त खोइ त देख्दिनँ त कहाँतिर छ हो बेबी हेलो बेबी तिमी कहाँ छौ आइपुग्नु लागे म यहाँ मलाई वाक्कै भइसक्यो बस्दा बस्दा उता केटाहरूले पनि जिस्किरहेको छ अन्त तिमी चाहिँ यतिखेरसम्म आउँदैन जिस्कायो अरे कसले कसम म त्यसको त हात साथ पारिदिन्छु साँच्ची भनेको होइन कि तिम्रो लागि ध्यान हजिर छ नि हो भनेको 5 मिनट म 5 मिनट भन्दा 3 मिनट भन्दा 2 मिनटमा आइदिन्छु तिम्रो लागि ल तिम्रो लागि यही मनतिर छ भन्ने कुरा आयो कि मलाई तिमी तल गएर फेरि मेरो बेबीलाई भन्ने होइन नि त फेरि यसो फुलहरू टन्नै रहेछ त मेरो फुल तिमीले त्यत्रो 50,000 हजारको फुल भाँचिहाल्यो म यो फुल लगेर दिन्छु न मेरो बेबीलाई छिटो आउन मेरो त 3 मिनटमा पुग्नु पर्ने छ यार त्यत्रो बाचा कसम खाएको म झुटो कसम तोम ठोक्छु आफ्नो फर्स्ट लाभको लागि त म जे पनि गर्न सक्छु छिटो आउनु त यसो न मलाई अलिकति अल्टर फुलको पल्छ त अन्त अहिले त तल लगेर मलाई टक्क देऊ कि म अनि प्रपोज गरिहाल्छु अनि तिमी हेरेर बस्न ल एकछिन ल छिटो छिटो मेरो बेबी मेरो बेबी घन्टाको आम्बो माटुक्ने आँखा लाउने होइन त्यहाँ फेरि मैले भन्दैछु नि तिमी चुप लागेर उता साइड लागेर बस्ने नि फेरि आम्बो तिम्रो बेबी त पुरा स्मार्ट छ त हेलो बेबी हेलो बेबी हेलो आई लभ यु टु मेरो बेबी भन्दा त उ नै ह्यान्डसम रहेछ म चाहिँ के भनेको तिमीले हो किन के फुल उसले कति मायाले पो दिएको त मलाई अरे तिमीले चिनेनौ मलाई थोप्रा हेर त थोप्रा तिमी भन्दा चाहिँ उही ह्यान्डसम छ ल तिमी त एकदम घिनलाग्दो अनुहार हेर दाकै दाक उसको वाह कति तिमीले यस्तो गर्न सक्छ मलाई माथि देखि आएको तिम्रो लागि हामी रिलेसनमा बसेको 4-5 महिना भइसक्यो यस्तो गरिरहन्छ मलाई अघिदेखि लाग्थ्यो थियो तिमीले किन मलाई ढिलो गर्यो भन त नि आज आएर तिमी मलाई ढिलो धेर भयो है यस्तो जाथ्या साथी मेरो साथी मलाई चाहे छैन अबदेखि त जस्तो साथी मलाई मर्नै बेस भयो माने मैले गरी खाऊ तिनीहरू चौकेर केही हुँदैन त्यो जस्तो केटाहरू त हजारौँ पाउँछ हजारौँ मैले आम्मा के गरेको तिमी चाहिँ तिमीलाई उसको छेउमा त अघि मैले त्यतिकै नाटक गरेँ ल तिम्रो फुल के गरेको तिमीले चाहिँ अघि त उसको छेउमा त अनि फुल थापेर मस्किरहेको थियो त मसँग त अघि त मैले त्यसले नि त्यो चाला चुत्याले मलाई ढिलो गरे भनेर पो तिमीलाई मैले त्यसो भनेको त अहिले आएर मलाई यहाँ छुनुहुन्छ जो पाइ त्यसलाई छुनु दा उ त तपाईको भाउजू होइन त्यस्तै देख्छु त भाइ त्यही होइन मेरो बुढी हो त जो पाइलाई छुँदैन त्यो त रन्डी हो त्यो त मेरो बुढा होइन त्यो त मेरो बुढीको भाउजूलाई